आफूलाई मोटिभेट गर्छ होइन Exactly. लाइफ बल्ल बल्लको लाइफ हो किन गिभ अप गर्नु टाइपको क्या म त मर्छु जस्तो लाग्थ्यो क्या दाइ मेरो मम्मीलाई एकचोटि फोन गरेर म त मर्छु मम्मी भने क्या मैले म मर्छु मम्मी भने म सक्दिनँ अब योभन्दा धेरै मेरो जिउलाई टर्चर दिनु पनि सक्दिनँ म वाक्क दिक्क भइसकेँ म मर्छु मम्मी भने मम्मीलाई मैले म मर्छु मम्मी भन्दा मेरो मम्मीलाई कस्तो भयो होला Exactly. म तपाईँहरूको छेउमा आएर म मर्नु सक्दिनँ मेरो यो दुःख हेर्नु पनि सक्दैन तपाईँहरूले म त्यो जहिले हस्पिटलमा सुतिरहेको देख्दा मेरो बाउ आमालाई कस्तो हुन्छ होला भन्नु त अब जेसुकै भयो म टाढो छु नि त म हस्पिटलमा उनीहरूले फोन गर्दा म सुतिरहेको छु यस्तो गरिरहेको छु देख्छ नि त कस्तो हुन्छ होला दाइ त्यही पनि म स्ट्रङ भएर त्यस्तो भन्दैन थिएँ कि केही टेन्सन मान्नु पर्दैन यहाँको डक्टरहरू नर्सहरू राम्रो हुन्छ राम्रोसँग हेर्छ भन्थेँ कि मैले अब जे छ त्यो त मनमा राखेको छु नि त मैले होइन अनि मेरो मम्मीलाई म मर्छु मम्मी अब म सक्दिनँ गिभ अप गर्छु भने मेरो मम्मी रुनु भयो होइन त्यस्तो चाहिँ नगर होइन त्यस्तो नगर मान्छेलाई कस्तो कस्तो भएको छ मेरो अनुहार हेरेर भए पनि बस्थे भन्नुभयो क्या मम्मीले त्यस्तो भएको थियो दाइ मलाई अस्ति भर्खरको फेसमा म एकदम डिप्रेस भएको थिएँ दाइ कसलाई पनि केही भन्ने मन नलाग्ने दाइ टेलिफोन गरेर पनि बोल्दिनँ मलाई मन छैन भन्थेँ मैले दाइ कोही साथीलाई पनि मेरो क्लोज फ्रेन्ड चाहिँ सम्झना हो मेरो रुममेटहरू पनि छ होइन सुम्निमा थियो सबिना थियो सब सुम्निमाले मलाई यहाँ हस्पिटल बस्दाखेरि उसले हेऱ्यो होइन ढुक्कै चाहिँ मसँग बस्यो